अलराइट गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ बिहान उठेर हातमुखहरू धोएँ, ब्रसहरू गरेँ, कामतर्फ निस्किनलाई ढिलो नै भइसकेको थियो। त्यसपछि म कामतर्फ निस्किसकेपछि आज मौसम पानी पर्ला जस्तो भइरहेको थियो। त्यसपछि म अलि हतारमा थिएँ, अलि फास्ट गइसकेपछि म बस स्ट्यान्ड पुगेँ। बस स्ट्यान्ड अलि वरतिर एउटा मन्दिर थियो, आज सोमबार, त्यही भएर यसो दर्शन गर्दै त्यसपछि बस स्ट्यान्ड पुगेँ। अगाडि बस आइसकेको रहेछ, हिँड्नै आँटिरहेको थियो। कुद्दै गएँ, भेट्टाइहालेँ धन्न। त्यसपछि बसमा चढेँ, मान्छेहरू नि हल्का आउनुभएको थियो, आउँदै हुन्थ्यो, एकछिन नै रोक्ने नै रहेछ। त्यसपछि बसबाट गइसकेपछि अलि पर हेरेको खोलाहरू बढेर पानी परेछ काठमाडौँमा। खोलाहरू बढेर बगाउला जस्तै भइरह्यो। त्यसपछि म केही समयमा काममा पुगेँ। काममा पुगिसकेपछि मैले पानी खाएँ। पानीहरू त म दिनै नै खान्छु। त्यसपछि पानीहरू खाइसकेपछि अब खाजा बनाउनतर्फ लाग्यौँ साथी म। खाजा च्याएर आज पार्लेजी बिस्कुट भन्ने ल्याउनु भएको थियो, डुनट थिएन। त्यसपछि त्यो खाइसक्यो। त्यसपछि साथी त के भन्छ, यसो के गर्दैछौ भनेको त पुरै भोइस पनि बिगारी बोलिदिइरहेको। त्यसपछि म एकछिन बसेँ। त्यसपछि हामी खाना बनाउनतर्फ लाग्यो। साथीहरू खाना बनाउन थाल्यो, म चाहिँ भिडियो गर्न थालेँ। त्यो एकछिन पछि माथि गएर 50 पुसअप हानिदिइहालेँ। एक्सर्साइज नै गर्नुपर्छ नि त कहिलेकाहीँ, त्यही भएर 50 पुसअप हान्दै आएर चाउमिनलाई सब्जीहरू काटेँ। त्यसपछि खाना रेडी भयो, खानासाना खाइयो। सबैजना बसेर आनन्दले खाना खाएर म पनि बसेँ। आजलाई यति नै, बाइ बाइ।